घटनापछि उद्धार छिटो भयो कि जोखिम पहिले देखिएको थियो? पछिल्लो बालेन ओएस स्क्यानमा स्रोत रिपोर्टिङले दैलेखको भैरवी गाउँपालिकाको कालगौडामा बोलेरो जीप दुर्घटना हुँदा 3 जनाको मृत्यु र 5 जना घाइते भएको देखायो। स्थानीय र सुरक्षा टोलीले घाइतेको उद्धार गरे, केहीलाई भैरवी हेल्थ पोस्ट र केहीलाई दैलेख जिल्ला अस्पताल लगिएको रिपोर्टमा उल्लेख छ। यो स्रोत रिपोर्टिङ हो, सरकारी निर्णय होइन। अब बालेन ओएसको व्याख्या अलग छ। प्रणालीले यो घटनालाई केवल दुर्घटना भनेर छोड्दैन। यसले सडकको जीर्ण अवस्था, पहाडी भूगोल, तत्काल उद्धार, अस्पताल रेफरल, परिवार सूचना र भविष्यको रोकथाम जोडिएको कार्यप्रवाहको रूपमा पढ्छ। त्यसैले सिमुलेटेड प्रधानमन्त्री तहले निर्देशिका बनाउँछ। दुर्घटनास्थल, उद्धार समय, घाइतेको अवस्था, सडक जोखिम, चालक र सवारी जाँच र सार्वजनिक सूचना एउटै केस टाइमलाइनमा राख। पूर्वाधार लेन मुख्य छ किनकि सडकको अवस्था र जोखिम नक्साङ्कन बिना अर्को यात्रा पनि अनुमानमै चल्छ। गृह लेनले प्रहरी, स्थानीय प्रशासन, उद्धार समन्वय र भीड नियन्त्रण हेर्छ। स्वास्थ्य लेनले पहिलो उपचार, रेफरल, एम्बुलेन्स क्षमता र अस्पताल तयारी जाँच गर्छ। कानुन लेनले दुर्घटना अनुसन्धान, सवारी जाँच र जिम्मेवारीको प्रक्रिया छुट्याउँछ। सञ्चार लेनले मृतक र घाइतेको संवेदनशीलता बचाउँदै नागरिकलाई तथ्य, बाटोको अवस्था र वैकल्पिक सूचना स्पष्ट पार्छ। यहाँ एजेन्ट मेमोरी पनि उपयोगी छ। पहिलेका बालेन ओएस स्क्यानहरूले सडक अवरोध, बाढी उद्धार, स्वास्थ्य बीमा र पानी सङ्कटमा एउटै पाठ देखाएका थिए। सङ्कटपछि मात्र प्रतिक्रिया होइन, जोखिमको प्रमाण पहिले नै देखिने प्रणाली चाहिन्छ। सिमुलेटेड प्रधानमन्त्री परिणाम यस्तो हुन्छ। यो कुनै वास्तविक सरकारी आदेश होइन। बालेन ओएस भित्र मात्र पूर्वाधारलाई जोखिम नक्सा, गृहलाई उद्धार समीक्षा, स्वास्थ्यलाई उपचार तयारी, कानुनलाई अनुसन्धान र सञ्चारलाई सार्वजनिक सूचना दिन जोड्ने समीक्षा दिशा हो। यो भिडियो बालेन ओएसको एआई नागरिक सिमुलेसन हो। यो कुनै सरकार, मन्त्रालय वा सार्वजनिक अधिकारीसँग आबद्ध छैन। यो भविष्यको सरकारी कार्यप्रवाह कस्तो देखिन सक्छ भन्ने प्रयोग हो।